सो हेलो एभ्रिवान, स्वागत छ यहाँलाई फेरि पनि मेरो छोटो मिठो ब्लगमा। सो आज कवीरको छुट्टी भएपछि चाहिँ कवीर, म र उसको फुपू हामी तीनजना चाहिँ हेलमेट बोकेर स्कुटी लिएर माथितिर घुम्न लाग्यौँ। फाइनली हामी चाहिँ बढ्ने आइसक्यौँ र यहाँनिर चाहिँ आज एकदम कम्ती भिड रहेछ। राम्रै भयो, भिड कम्ती हुँदा एकछिन यसो रिल्याक्स हुन्छ, घुम्न पाइन्छ है। सो कवीरको हात समाएर हामी चाहिँ एकछिन गयौँ र त्यहाँनिर एक दुईवटा टिकटकहरू बनाइहाल्यौँ र त्यसपछि मैले बहिनीको पनि टिकटक बनाइदिएँ है। र एकदमै शान्त भएर बसिरहेको थिएँ, एकदम रिल्याक्स भएर बसिरहेको थिएँ र गर्मी के भएर त्यसपछि चाहिँ कवीर, मैले फुपू र उसको फुपूले चाहिँ हामीले आइसक्रिम खायौँ र आइसक्रिम चाहिँ फेरि कवीरले दुईटैमै खान्छ, बाबा तपाईँलाई दिन्न भनेर चाहिँ आफै एक्लै खान थाल्यो है। ठिकै छ, खाऊ खाऊ भनेर मैले पनि उसलाई दिएँ र उसले एकदम मजाले आइसक्रिम खायो। र त्यसपछि एकछिन हामी जाउँ भन्दा हामी चाहिँ एकछिन बगानतिर लाग्यौँ र बगानतिर एकछिन घुम्यौँ र घुमिसकेपछि त्यसपछि म र छोरा आएर चाहिँ हामी एकछिन पिङ खेल्यौँ र पिङ खेलिसकेपछि चाहिँ जुम कवीर उतापट्टि अर्कोतिर भन्यौँ र त्यहाँनिर गए चाहिँ हामीले चाहिँ कवीरले बबल्स किनिदियौँ र कवीरले एकदम बबल्स लिएर खुसी भएर एकदम कुद्न थाल्यो है। र एकदम पङ्खा यो के भन्छ, फ्यान भन्छ है, त्यो घुमाउन थाल्यो। र त्यसपछि जुम कवीर भनेको त होइन, अझै खेल्ने भनेर त्यसपछि ल त भनेर मैले बल्स फुलाइदिएर मेरो छोरो पुरा नाच्न थाल्यो र एकदमै रमाइलो भयो। र अब चाहिँ म घरतिर लागेको। आई होप तपाईँले आजको छोटो भिडियो ब्लग मन पऱ्यो। सो ब्लग मन पऱ्यो लाइक कमेन्ट सेयर गर्नु होला। भेट्नेछु नेक्स्ट ब्लगमा, त्यतिसम्मलाई बाई बाई।